पानी पर्यो त्यो डाँडामा जाँदैछौँ त्यो सिँढीमा चढेर जाँदैछौँ है आज ल लाग्यो है उकालो अब लाग्यो जम 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 साथीहरू माथि पुगे कस्तो हुँदो रहेछ आज हाइकिङ चढिँदैछ यता जङ्गल छ ओ कुकुर रहेछ आज यहाँ माथि चाहिँ हनुमानजीको मन्दिर होला सायद यता चढ्दैछ नि अब झन्डै लडेँ म त यस्तो ठाडो छ कि यस्तो ठाडो छ त्यो चाहिँ फुटबल ग्राउन्ड त्यहाँनिर चाहिँ हामी पहिला बल खेल्थ्यौँ फुटबल त्यहाँ बल खेल्ने ठाउँ यही चौरै तर निकै साथीहरू धेरै अगाडि पुगिसक्यो के को फुल होला गाइस भनिदिनु होला यस्तो फुल भेटियो आज नजिकबाट हेर्दाखेरि नजिकबाट यता रहेछ कुकुरहरू सेक्युरिटी जस्तो छन् उयो पनि एउटा कुकुर रहेछ अनि यो कुकुरहरू के सेक्युरिटी नै हो नि त सेक्युरिटी नै धेरै उ गरौ नि होइन हो मन्दिर त्यो है मन्दिरतिर मेरो के मलाई के हो फ्रन्ट हुँदैन फेरि के भएर बिग्रेछ त हुँदैन त ब्याग कसरी साथी जाँदैछ अब फाइनली हामी मन्दिर भएतिर घुम्न आँट्यौँ माथि डाँडामा आइपुग्यौँ यहाँ मन्दिर के को चाइनिजहरूको मन्दिर होला र हनुमानजीको मन्दिर छ जुत्ता चाहिँ बाहिरै खोल्नु पर्ला यो के हो यहाँ त भयङ्करको काली डेन्जर लाग्यो यो यार टाउकै टाउको मात्रै छ त काली पो रहेछ त म त हनुमान सोचिरहेको थिएँ यार हनुमान हो त्यहाँ रहेछन् मैले बिर्सेको थिएँ भैरव होइन त ओके त यो काली 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 जय जय माँ काली जस्तो के हो यो यार ओहो यो चाहिँ हनुमानको टाउको जस्तो नेचुरली छ के हो खै थाहा भएन साथीहरू
जय हो जय हो टपमा यस्तो छ है देख्दैछु रुखको टोड्काभित्र जस्तो लाग्छ मलाई हात्तीको टाउको राखिरहेको फुल हो लाग्छ जङ्गली फुल मलाई जुन फुल चाहिँ मलाई साह्रै मन परेको फुल है यो फुल मन परेको फुल एक्सर्साइज गर्ने ठाउँतिर लाग्दैछौँ ढुङ्गा गाडेर बनाएको चिज यो त के हो यार पार्किङ त यो सुनाखरी पनि एउटा ढुङ्गा सजाएर कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ केही सुनसान छ हेडिङ गर्ने ठाउँ तर छोटो रहेछ त्यहाँ सुतेर के गर्ने लु गर त जिम गर्ने ठाउँ होला यो सुत्ने सुतेर पेटको लागि खुट्टा यताउता गर्ने क्या यताउता दायाँ बायाँ चाहे ल हेर्नु म सबैको भिडियोमा हुन्छ क्या सबैको फोटो कहाँ हुँदैन त्यसरी त ल चल न कतिजना भन्ने यहाँ त काउन्ट हुनु पर्यो नि त टाउको काउन्ट गर्दा थाहा हुन्छ नि त 10 जना छौँ प्लस म भिडियो गर्ने चाहिँ म 11 जना अब कोठा फर्किँदैछौँ है
पनि यहीँ बसेका थिए नि यही छ नि यो कुकुरहरू सायद यहाँ सेक्युरिटी नै हुनुपर्छ यिनीहरू सेक्युरिटी हुन् खतरा जङ्गल रुँगो रहेछन् यिनीहरूले कस्ता खालका मान्छेहरू आउँछन् भनेर चेक गरेर गर्नुपर्छ एउटा सुत्या छ एउटा बस्या छ एउटा सुत्या छ एउटा बस्या छ उता निरीक्षण गर्दैछ एउटा पनि मलेसियाको केरा एउटा यहाँ छ